सम्पूर्णमा नमस्ते। म आज तपाईहरुलाई मोबाइलबाट युट्युब ब्यानर इमेज कसरी बनाउने भन्ने बारेमा यस भिडियोमा प्रस्तुत गर्न गइरहेको छु। सर्वप्रथम म तपाईहरुलाई आफ्नो मेरो युट्युब च्यानलको ब्यानर तर्फ लैजान्छु। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मेरो युट्युब ब्यानर च्यानल रहेको छ। यस्तो प्रकारको प्रोफेसनल ब्यानर हामीले युट्युब च्यानलको लागि डिजाइन गरेर राख्नु पर्ने हुन्छ। आज म यो कसरी डिजाइन गर्ने मोबाइलबाटै त्यसको विषयमा सानो भिडियो तयार पारेको छु। र अब म ब्याक गएँ। ब्याकमा सर्वप्रथम तपाईहरुले चाहिँ यो प्ले स्टोर आफ्नो मोबाइलमा भएको प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि यो सर्च बटनमा गएर क्यानभा एप सर्च गर्नु होला। क्यानभा एप सर्च गरिसकेपछि क्यानभालाई तपाईले चाहिँ यो एपलाई इन्स्टल गर्नु होला। जस्तै मेरो मोबाइलमा यहाँ अलरेडी इन्स्टल भइसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो अलरेडी इन्स्टल भइसकेको छ। अब म यसलाई ओपन गर्न गइरहेको छु। क्यानभालाई तपाईहरुले इन्स्टल गरिसकेपछि आफ्नो जीमेल आईडीमा लगइन गरेर ओपन गर्नु होला। ओपन गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस आउने छ। क्यानभाको यो सर्च टेम्प्लेटमा गएर युट्युब ब्यानर लेखेर सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईहरु यहाँ थुप्रै प्रकारका टेम्प्लेटहरु देख्न सक्नुहुन्छ। कुनै पेड भर्जन वाला छन् भने कुनै प्रिमियम भर्जन वाला टेम्प्लेट यहाँ देख्न सक्नुहुन्छ। यसमध्ये प्रिमियम भर्जन वाला टेम्प्लेट जस्तै मैले चाहिँ यो टेम्प्लेटलाई क्लिक गरेँ। यो टेम्प्लेटमा म केही कुराहरु एडिट गर्न गइरहेको छु। सर्वप्रथम यो यसमा चाहिँ मैले आफ्नो च्यानलको नाम लेखेँ स्मार्ट। यो मेरो युट्युब च्यानलको नाम हो र मैले यसलाई चाहिँ स्मार्ट लर्न भनेर यो च्यानलको नाम लेखेँ। अब यो च्यानल स्मार्ट लर्न। अब हामीले चाहिँ यसको फन्ट कलर पनि हामी चेन्ज गर्न सक्छौं। कलर जस्तै हामीलाई चाहिँ मलाई व्हाइट कलर चाहियो, व्हाइट ब्याक लाइनिङ भएको चाहियो भने हामी चाहिँ ब्ल्याक लाइनिङमा यस्तो देखिन्छ। यो लाइनिङ जस्तै यो लाइनिङमा मैले लिदा यस्तो प्रकारको देखिन्छ। यसरी चाहिँ नि तपाईहरुले यो मिलाउन सक्नुहुन्छ। जस्तै मैले योलाई नै ओके गरेँ। अनि त्यसपछि यसमा हामीले चाहिँ केही कुराहरु राख्यौं। जस्तै पीएल प्लेटफर्म फर अनलाइन लर्निङ भनेर मैले चाहिँ यसमा राखेँ। अब त्यसपश्चात अब यसलाई चाहिँ नि हामीले मिलाउन सक्छौं। मैले यसलाई चाहिँ मिलाएको छु र अब यहाँ कलर पनि हामी चेन्ज गर्न सक्छौं। र यसरी चाहिँ अब हामी यहाँ फोटोमा गएर जस्तै रिप्लेस बटनमा
जानु होला। त्यसपछि आफ्नो ग्यालरीबाट फोटो Incoming voice call from Dilly Devkota on SIM Namaste. मैले यहाँ थुप्रै फोटोहरु Incoming voice call from Dilly Devkota on SIM Namaste. अहिलेको लागि चुज गरेँ र यसरी चाहिँ Incoming voice call from Dilly Devkota on SIM Namaste. फोटो पनि अब देख्न सक्नुहुन्छ तपाईहरु चेन्ज भएर आएको छ। Incoming voice call from Dilly Devkota on SIM Namaste. चेन्ज भएको कुरा अब यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ। यहाँबाट अब चाहिँ यो हाम्रो तयार भयो। यहाँबाट हामीले चाहिँ डाउनलोड गर्नुपर्छ। त्यसपछि हाम्रो डिजाइन युट्युब ब्यानर इमेज चाहिँ हाम्रो डाउनलोड हुँदैछ। सो अब चाहिँ यहाँबाट हामी यसरी डाउनलोड गरेर अब यसलाई चाहिँ हामी साथीहरु माझमा शेयर गर्न सक्छौं र यो तयार भएको टेम्प्लेट चाहिँ युट्युब च्यानलको लागि युज गर्न एकदमै एप्रोप्रिएट हुन्छ। हस् त धेरै धेरै धन्यवाद। आशा छ तपाईहरुले पक्कै पनि यो भिडियोबाट केही बेनिफिट हुन्छ होला।